नयाँ वर्ष 2082 को पूर्व सन्ध्यामा होटल सिद्धार्थले सांगीतिक कार्यक्रम गर्ने भएको छ। 2081 सालको अन्तिम दिन भोलि बेलुका होटलको प्राङ्गणमा विशेष सांगीतिक कार्यक्रम गर्न लागि हो। पश्चिम नेपालको सांगीतिक इतिहासमा पहिलो पटक देशभरि लाखौंको मन जितिसकेको चर्चित ब्यान्ड चेवाङ एन्ड क्रेटसले धमाकेदार लाइभ प्रस्तुति दिन लागेको होटलले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। विशेष कार्यक्रमले शहरमै ऐतिहासिक माहौल सिर्जना गर्ने अपेक्षा गरिएको छ। चेवाङ एन्ड क्रेटसले जाऊ हिड कान्छी इशाराले बोलाउनु पर्दैन, कस्तो माया तिमीसँग बस्यो लगायतका दर्जनौं चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाउने सिद्धार्थका क्लस्टर सेल्स एन्ड मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिनुभयो। सांगीतिक कार्यक्रममा स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता दिइने पनि उहाँले बताउनुभयो। भट्टका अनुसार कार्यक्रमको सुरुवात नेपालगञ्जकै स्थानीय ब्यान्डबाट हुनेछ। दशमय ब्यान्ड लगायतका स्थानीय प्रतिभाहरूले सांगीतिक माहौल तताउनेछन्। यसैगरी स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुत पनि रहनेछ, जसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्ने अपेक्षा गरिएको छ। कार्यक्रमको अन्त्यतिर नेपालको चर्चित महिला डीजे पिजाको करिब 2 घण्टा लामो प्रस्तुति रहने होटलले जनाएको छ। नयाँ वर्षको पूर्व सन्ध्याको अवसरमा आयोजना हुने यो विशेष कार्यक्रममा शहरमै ऐतिहासिक माहौल सिर्जना गर्ने अपेक्षा गरिएको छ। चेवाङ एन्ड द क्रेटर्सले जाऊ हिड कान्छी इशाराले बोलाउनु पर्दैन, कस्तो माया तिमीसँगै बस्यो, आउँदैछु हेर तिमीलाई लिन, जाऊ हिड माया काठमाडौँ सहर, मेरो संसार तिमी, मेरो जिउने आधार तिमी जस्ता दर्जनौं हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाउनेछ। स्थानीय प्रतिभालाई पहिलो प्रायोरिटीमा। उक्त कार्यक्रमलाई अवलोकन गर्न वयस्कका लागि 2000 रुपैयाँ र 5 देखि 12 वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि 1500 रुपैयाँ प्रवेश शुल्क राखिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। कार्यक्रमका लागि टिकट काटेका मध्येबाट एकजना विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्युफानीले नेपाली नयाँ वर्षलाई विशेष बनाउन होटलले विभिन्न शाखामा कार्यक्रम गर्न लागेको बताउनुभयो। नेपाली नयाँ वर्ष मनाउने संस्कृतिको विकास गर्न भारतसम्म पनि प्रचार प्रसार गरिएको जानकारी दिनुभयो। देशभरि नै हाम्रो लगभग धेरै ठाउँमा जस्तो भैरवबार लगायत यहाँ टिकापुर हरेक ठाउँमा सानोतिनो इभेन्टहरू पनि छ यो न्यू इयरमा। र न्यू इयर नेपाली न्यू इयर अझै हामी इङ्ग्लिस न्यू इयर भन्दा नेपाली न्यू इयरलाई अझै बढी प्रायोरिटी गरेर अझै कलाकारमा पनि हामी इङ्ग्लिस न्यू इयरको भन्दा पनि यो बेलाको कलाकार अझै अघिल्लोचोटिको भन्दा राम्रो कलाकार भनेर ल्याएका छौँ। हाम्रो एउटा नेपाली मौलिकतालाई अगाडि बढाउनुपर्छ। नेपाली न्यू इयरलाई हामीले अझै इन्टरनेसनल्ली पनि इन्डियासम्म पनि हामीले प्रचार गरिरहेका छौँ। इन्डियनहरू पनि कमसेकम नेपाली न्यू इयर भनेर आउने कल्चर बढ्दै जाओस् र हामीले जति सक्दो इन्डियाको पपुलेसनलाई यता हामी नेपाल ल्याउन सक्यौँ भने हाम्रो एउटा टुरिज्मको टेवा पनि पुग्छ भन्ने हिसाबले र हामीले चाँडै नै इन्डियामा पनि शाखा खोल्दैछौँ बहराइचमा भन्ने जानकारी पनि गराउन चाहे मैले। लगभग 2 महिनाभित्रै हामीले नयाँ ब्रान्च बहराइचमा आउँछ। होटल सिद्धार्थका प्रबन्धक प्रदीप कोइरालाले पारिवारिक वातावरणमा नयाँ वर्ष मनाउने व्यवस्था मिलाएको बताउनुभयो। नेपालगञ्जवासी, बाँके, नेपालगञ्ज, कोवलपुर हाम्रो नियर बाई लोकेसनका हाम्रो जति पनि दर्शकहरू हुनुहुन्छ, हाम्रो अडियन्सहरू हुन्छ, उहाँहरू एकदमै खुसी, एकदमै ह्याप्पी हुनुहुन्छ सिद्धार्थको हस्पिटालिटी देखेर। त्यसको लागि यसपालि पनि हामीले एकदम स्पेसल फर्स्टमा म सेक्युरिटीको तर्फै जानेछु। हामीले हाम्रो इन्टरनल 6 जना सेक्युरिटी हुनुहुन्छ र हामीले अर्को एक्सटर्नल सेक्युरिटीको रूपमा 15 जना G4S बाट हामीले लास्ट इङ्ग्लिस न्यू इयरमा पनि उहाँहरूलाई आज हामीले रिक्रुट गरेको थियौँ। यसपालि पनि 15 जना आउटसोर्स हामी सेक्युरिटीको व्यवस्था गरेका छौँ। साथसाथै हाम्रो यही प्रोग्रामलाई एकदमै सफल होस्, कुनै घटनाहरू नहोस्, कसैको उशृङ्खल व्यवहारहरू नहोस् भन्ने हिसाबले हामीले यहाँको के अरे स्टुडियो कार्यालयबाट यहाँको प्रहरी प्रमुखहरू सरहरूबाट हामीले अलरेडी के अरे सुरक्षाको लागि चिठी बुझाएर सरहरूले हामीलाई स्वीकृति लेटर पनि दिइसक्नु भएको छ। चाहिएको खण्डमा तपाईँहरूलाई हामी सुरक्षा प्रदान गर्छौँ भनेर सरहरूले हामीलाई त्यो कुरा पनि प्रमिस गरिदिनु भएको छ यहाँ जिल्ला प्रमुख सरहरूले। त्यसमा पनि एकदमै एस्युरेन्स गराउँछु हाम्रो फ्यामिली इन्भाइरोमेन्ट नै रहनेछ। र हाम्रो अर्को कुरा छ, हामी गेस्टलाई हामी इन्ट्रान्सबाटै स्कट गरेर हाम्रो सिटिङ एरेन्जमेन्ट मिलाएका छौँ। प्री बुकिङ जसले गर्नुभएको छ, ग्रुप बुकिङ जसले गर्नुभएको छ, उहाँहरूलाई हामी चाहिँ उहाँहरूको नाम अनुसार, बुकिङ अनुसार, उहाँहरूको प्रिफरेन्स अनुसार, टेबल सेटअप अनुसार हामीले स्कट गरेर टेबलमा राख्छौँ। उहाँहरूलाई एकदमै फ्यामिली इन्भाइरोमेन्ट दिने कोसिस गर्छौँ।